हेलो गाइज दिस यो बोय रेसमन अनि आज चाहिँ हामीसँग एउटा स्पेसल गेस्ट मेरो कलुवा ब्रदर रञ्जन वेलकम टु द च्यानल। आज चाहिँ हामी गर्दैछौँ ट्राई नट टु लाफ नेपाली मिम्समा। चलिए शुरू करते हैं। दिस भिडियो इज क्रिएटेड फर इन्टरटेनमेन्ट पर्पस ओन्ली। पढ न अब। The content, including humor, edits, and music, is not intended to promote. भयो छोड्देऊ। लोग जलते हैं मेरी अंग्रेजी से। तपाईको परिचय भन्नु न। म नवराज उप्रेती। कहाँ जाँदै हुनुहुन्थ्यो अहिले? म बाटो हिँड्दै थिएँ। मेरो आफ्नै डेस्टिनेसन। बाटो हिँड्न कहीँ जानुपर्छ, मेरो आफ्नै डेस्टिनेसन छ। तिम्रो डेस्टिनेसन के हो? मेरो खतरा लाग्यो यो चाहिँ यो answer त मलाई एकदम बब्बाल के- है। त्यही भएर मलाई कसैले के ओपिनियन सोध्दा म पनि त्यही भन्छु, जेसुकै गर भन्न चाहन्छु भनेर। सही हो, मान्छे सुकै गरिरहेको छु, त्यही भएर यहाँ छु। ओके, टोइलेट कहाँ छ? टोइलेट क्या भनेको यो पिसा फेर्ने ठाउँ देखाउनु न भने। छ्या, अरूको पनि हेर्दैन आफ्नो पनि देखाउँदैन चाहिँ हाम्रो तल ल्याएर यो चटपटा खाना चाहिँ मिसाएर लगाइहाल्दैन त्यो हेर न, मक्ख हेर ल त्यसलाई, चाहिँ हाम्रो तल ल्याएर मुस्कान हेर न ब्रो। फिमेल इन्टरेक्सन कम भएको मान्छेहरू यस्तै हो कि। एक्सपिरियन्स छैन हाँसे म हाँसेकै ल ब्रो छोपे आऊ। मुख छोपेर हाँसे आऊ। स्माइल गरे क्या। होइन, हुँदैन, हाँसे हो यो। मुख चलाउन त आउँछ नि, त्यसको बनाउ न। ल यो चाहिँ काटियो है अहिलेको, दुईले हाँसेर अघिको चाहिँ तिमीले एउटा हाँसेछौ। हेर्नुहोस्, केटा हो, केटीले चान्स दियो भने ठोक्नु, सिम्पल कुरा है। म पनि हान्छु, तर के हुन्छ भने केटी कुन लेभलमा छ भन्ने कुरा हुन्छ के। केटीले आफ्नो इज्जत आफै राख्नु पर्यो आफै राख्नु पर्यो अभियसली। कुछ भी। मान्छे हो तपाईले ये तो मलाई ठ्याक्कै त्यो याद आयो कि तुम बदन लेके बाहर घूमोगे तो क्रिमिनल तुम्हारा सर तो काट ही देगा ना। बुझ्यौ? बुझेनौ? छोड़ दो, आगे बढ़ते हैं। मानिन्छ नि त ब्रो, फिलानी हैन। एक दिन बसौँ न कुरा गरेर, ल म रुम मिलाउँछु। ल गर्नु। यो थाहा छैन यो के को थाहा छ, एभ्री ग्रुपमा एउटा 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 यस्तो साथी हुन्छ नै। मेरो पनि थियो, नाम लिन्न म, नहीं तो विवाद हो जाएगा। इफ यू नो यू नो। किसिना भनेको को? जन्सिना भनेको मै होला नि। ब्रो त्यसमा हाँसु तिमी भने के हो तिम्रो ह्युमर? अचानक हाँस उठ्यो कि। ओके, 2-2 ए 2-1 कसरी टु? अघि हाँस्यो अहिले हाँस्यो अघि कतिखेर हाँस्यो? त्यहाँ त कलेक्टिभली हाँस्यो हामी दुईजना, त्यो त काटियो नि त। भनेपछि अब हाम्रो इक्वल छ। अँ। मलाई जस्तो नहेर तिमी। लाज सरम हुँदैन के भने लाज सरम हुँदैन बुझिन मैले, ठिकै छ। ब्याङ्गर है म बे गरेर गएपछि हजुरको टाउको यसरी कसले मिचिदिन्छ नि बाबा इडिट चाहिँ यो आजको यो र्याली देखेर अवश्य पनि यो गणतन्त्रको गाँठ त वाह। वाह। ए फेरि छ? यो बनाउने हेर न, मेरै दाइ रहेछ क्या। ए तल नि आउनु छ? ओ आइज यहाँ, यता हेर त, हाँस्दै त हाँस्दै त एकचोटि। के भयो? भाइको नाम चाहिँ के हो रे? हाम्रो पल्सर हो। यहाँको शुभ नाम यहाँको लगन के यहाँको परिचय दिनुहोस् न। ल पुरै भिडियो रहन्छ क्या त्यो। छ्या नाम भन्नुहोस् त। नाम मेरो ससुराको शेरबहादुर, मेरो सासूको देउकाली।
हजुरको आफ्नो मेरो कुराको डिले त्यो म हाँसिसमा आवाज निकालेको छैन कन्ट्रोल आवाज आएको थियो मैले कसरी थाहा पाउँछु किन तिमी हाँसिराख्ने तिम्रो आवाज आएपछि अहिले पछि एडिटमा हेर्नु तिमी सुरुमा हाँसेछौ अनि म हाँसेछु म त यस्तो गरिरहेको छु त्यो भनेको हाँसेकै हो कि कन्ट्रोल गरिरहनु पर्यो वाह उहाँको श्रीमानले लानु मेरो श्रीमान चाहिँ उहाँको श्रीमती लगो के गर्ने जेसुकै गर्नुहोस् पर भाई वो तो चली गई ना आगे बढ़ते हैं तपाईँको बिहा भयो कि नै बहिनी हजुर बिहा त भइसक्यो श्रीमान कहाँ हुनुहुन्छ श्रीमान त म यो श्रीमती गरेछ हाँस्यो तिमी हाँसेपछि मात्र म हाँसे तिमी एडिटमा हेर हेर त्यो हेर्ने पहिला ब्रो यस्तो गरिरहेको छु यहाँ गरिरहेको छु त्यो कसरी होइन तिमी यस्तरी गरेको थियो कि अहिले त्यही भएर म हाँसेँ हो कि म हाँसेको थिइनँ त्यो तिम्रो रियाक्सन दिएर हाँसेँ म यस्तो कन्ट्रोल गर्ने यस्तो गरिरहेको छु म तिमीतिर हेर्दै हेर्दिनँ अति यार होइन मैले के अति गरेको छैन म चाहिँ सेफ बन्न चाहन्छु अनि वाह बिचरा क्लोज आउन क्लोज ल कमरमा हात राख्नु हाँसो छैन है म हाँसो छैन है मैले त यही मात्र गरेँ हो कि त्यो हाँसे अब कति हाँसे त मैले गरेँ हो हाँसे हुन्थ्यो त कस्तो काँचो अन्डा आउँदैछ तिमीलाई के रे शेरबहादुर देवा राणीको छोरा तँलाई चाहिँ के भयो कि फेरि म हाँस्ने बित्तिकै आइपुग्छ भनेर किन राख्दैछु म राख्दैन मलाई सुत्दा के रे शेरबहादुर देवा राणीको छोरा यो 5 6 मन्त्री भएर नपुग्ने राणीको छोरा बोल्न नसक्ने भइसक्यो राणीको छोरा अझै पनि मन्त्री हुनु परेछ राणीको छोरा मलाई कहिले माया परेछ त तिम्रो के छ विचार राडी बेचारा बुढो एक्लै पिटाइ खायो राडीको छोरा यस्तै होला कि सेरेको रियाक्सन यो शब्द सुनेपछि मलाई फेरि एउटा साथीको नाम आयो नाम नलिम होला फेरि विवाद हुन्छ। ल सक्यो अब भयो ब्रो तर यो चाहिँ यतिकै पठाउन मलाई राडीको छ ल ल तपाईसँग पर्छ होला भन्यो छैन तपाईसँग पर्छ होला ल परेछ भन्नु सोध्यो अनि तपाईँसँग पर्छ होला भने मामा आए घोडा यहाँनिर पुरी हामी हेर्न सक्छौँ भगवान छुट्टीमा होलान् दुधमा नुहाए होलान् र फुर्सदको टाइममा यो अनुहार बनाए होलान् है
कति राम्रो दृश्य एउटा हाम्रो स्क्रिनमा अहिले देखाएका छन् क्यामेराम्यानले। खप्पिस छन् क्यामेराम्यान, कुनै पनि राम्रो दृश्य चाहिँ छोड्दैनन्। यहाँ त तिमी हाँस्यौ ब्रो पहिले। पहिला न दुवै काउन्ट गर्छ नि त। नै तिमीले हाँसेपछि म हाँस्यो नि त। त्यो नि हाँसे त हाँस्यो नि ब्रो, हाँसे त हाँस्यो नि। ल ल 4-5 छ एउटा मैले ल दिएँ तिमीलाई। हाँस्दै हाँस्दैन अब म लक्दिनँ। फिल्ड प्लेस गरिएको छ, हात खुट्टा मात्र डोरीले बाँधिदिन बाँकी। बरु बाँध्नुहोस्, मलाई के अत्याचार नगर्नुहोस्। ईश्वरमा ओलीज्यूले आफै भन्नुभएको थियो कि 10-15 हजार मान्छे आउँछ, त्यो नेपालमा सामान्य कुरा हो लगायतका भाषण दिनुभएको थियो। प्रधानमन्त्रीले नै यो कार्यक्रमलाई सामान्य भनिरहँदा यो बोली चाहिँ कहाँबाट आयो प्रधानमन्त्रीजी? यो प्रश्न सोध्ने कि नसोध्ने? यो ग्यास सुँगेर हेर त, तिम्रो फेरेका दुईटा मृगवाला कति छिटो ड्यामेज हुने रहेछन्। वाह, त्यो बेलामा मैले धेरै पटक भनेको जुनियर मान्छेलाई नबनाऊ भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई डिजी बनाइयो। वाह, यस्ता छन् हाम्रो देशका सांसद, यस्ता थिए हाम्रो देशका सांसदहरू। होइन तर त्यो त सबैको फेभरेट हो, ठिकै गर्यो। राडीको छोरा त भन्नु हाँसो छैन है म, तिमी हाँसो है ब्रो। यो मिम रियाक्सनमा हाँसे होइन नि त म। भएर के भन्ने फ्युचरमा? मलाई पनि खुब त्यो ट्रक चलाउन रहर छ कि, त्यो यस्तरी यहाँ गम्छा बाँधेर होइन मस्त यो गाना। अनि त्यो हिन्दी गानाहरू हुन्छ नि 90s को, थाहा छ नि तिमीलाई? तुमसे मिलके दिल का है, त्यो सबै कुरा मिलिसक्यो होइन, तिमीलाई ट्रक मात्रै चाहियो अब। त्यही ट्रक किन्नलाई पनि पैसा छैन कि। किन मासु खानुहुँदैन हो सुँगुरको? यो यो नाइस। रिलोड रिलोड हान्नुपर्छ यार। यो यो क्या पोकर फेस बनाएर बसेछ नि यो सुरुमा त। तँलाई कुन पार्टी मनपर्छ? मलाई त दारू पार्टी मनपर्छ यार। वाह भाइ के नाम के हो? युवराज शाह। युवराज कति क्लास पढ्छस्? 1 अनि सुन न, बगैँचामा के छ? रन्डी चन्डी फुलहरू छ। के छ? रन्डी चन्डी फुलहरू। Okay. I must go to who are you? मात्र होइन, विश्वले चिन्न सक्ने र गर्व गर्न सक्ने कामको थालनीमा लागेको छु। छिटै नै कार्यक्रमको तयारी गर्दैछु। म खेलाउन बन्नको लागि जन्मेको मान्छे होइन, खेलाडी बन्नका लागि जन्मेको मान्छे हुँ। यो केराको बोटले म कानमा सुनिरहेको छु, राजा आऊ देश बचाऊ भनिरहेको छु। यस्तोलाई के भन्छ थाहा छ? यस्तोलाई के भन्छ थाहा छ? के भन्छ? राडीको छोरो। अघिको जो क्या ल्यान्डै भएन यार, शिट। त्यो नभनेको राडीको छोरो मात्रै भन्यो भने त के तिमीले? ओके। You as an actor to keep acting in the Nepali movie industry? Because Acting in the Nepali movie industry? because त्यति हो। हाँसो छैन फेरि मलाई। माई भनेको नेपालीमा के हुन्छ? मेरो। हजुर। माई भनेको के हुन्छ अरे नेपालीमा? तपाईको। तरन्टीको बाबुलाई त म गाउँमा लगेर गेम पिज्जा माग्छु रन्टीको बाबुलाई।
भट्टी हुनुपर्छ भट्टी हुनु लाटा हुनु पर्यो हुनु हुँदैन लाटा हुनु हुँदैन है टेरेका तिमी त खतरा रहेछ नि हौ। लाटा भयो भने जुन मान्छेले हेर्छ ल नेपालीमा फुल लेख त फ लेख पहिला फलाई फु गर ल सक्यो ट्राई नट टु लाफ अनि डेफिनेटली मैले जितेँ कति भएको थियो स्कोर 6-5 खै 6-7 भएको थियो 6-7 होइन अनि यो भिडियो मन पर्यो भने लाइक के हुन्छ लाइक सब कमेन्ट सेयर त्यति भए पुग्छ स्टोरीतिर हाले नि हुन्छ मलाई ट्याग हानेर होइन मेरो इन्स्टाग्राम ह्यान्डल चाहिँ यो छ मेरो पनि तिम्रो चाहिन्छ चाहियो नि किन जिस्का उसको पनि छ एकदम खतरा मान्छे हो जस कहिले काहीँ हराएर हुन्छ डार्कमा केही भिडियो सजेसन्सहरू छ भने प्लिज मलाई कमेन्ट सेक्सनमा भनिदिनु यो खालको भिडियो चाहिँ गर्दा हुन्छ भनेर अनि के भनौँ न बाई बाई गाइज